आज चाहिँ हाम्रो दिदी ढिँडो पकाउँदै हुनुहुन्छ हैन। हामी चाहिँ सबैलाई रुगा लागेको छ, दिदीलाई, मलाई, दाइलाई, भाइलाई चाहिँ लागेको छैन। ढिँडो म पनि सिक्दैछु गाइज दिदीसँग। त्यो त डार्क चकलेट जस्तो भयो त दिदी। कोराको ढिँडो कान्छी। आमा डार्क चकलेट। जिन्दगीमा फर्स्ट टाइम ढिँडो है। अरू सबै पकाउन आउँछ मलाई, अहिलेसम्म यो ढिँडो भन्ने चिज चाहिँ बनाउन आउँदैन थियो। आज बनाउन गइरहेको छु। म त नयाँ नयाँ आइटम चेक मात्र गर्ने हो दिदीले बनाएको, बनाउन चाहिँ केही आउँदैन। त्यहाँ माथि ग्यासमा है गाइजहरू ढिँडो पकाउँदैछौँ 4 जना मिलेर। 3 जना। एउटी समाउने, एकजना भिडियो बनाउने। अलि पर गएर हाम्रो मुख आउने गरी बनाऊ भाइ। आओस् है, अनि ढिँडो पनि आओस् नि। त्यही ढिँडो चाहिँ नआएर मुख माछा भन्दा खालि छानो आवाज होइन। मैले बनाएको मासुसँग फर्केको ल मैले चाहिँ फाइनली ग्यास चुल्हामा ढिँडो पकाएँ है। कति दुःख गरेर पकाएँ गाइजहरू। ढिँडो खाने भए आउनु होला, सम्पर्क गर्नु होला। गाइस फाइनली हामीहरू चाहिँ ढिँडो बनाएर सक्यौँ। अहिले दिदी पस्किँदै हुनुहुन्छ। माम, ढिँडो, मासु। हामी चाहिँ अब स्टेजको लास्टमा पुग्न सकेका छौँ, पुगिरहेको छौँ। खाँदैछौँ अब। हेलो गाइस, ढिँडो मासु। मलाई कहिल्यै ढिँडो मन नपर्ने मान्छे आज ढिँडो खाँदैछ।